सबैजनालाई नमस्कार। यसपालिको नेपाली इलेक्सन्सको यो चाहिँ मैले क्यालकुलेसन सिट बनाएको छु र यसमा मैले टप 10 पर्फर्मिङ पार्टिजहरूलाई चाहिँ लिएको छु। राष्ट्रिय स्वतन्त्र पार्टीले डाइरेक्ट सिटमा 125 ल्याएको छ। डिस्प्युटेड सिट भनेको हाम्रो धनुषाको त्यो जुन रासोपाको उम्मेदवारको सिट के भन्छ खारेज भएको थियो, त्यसको एक सिट सायद काङ्ग्रेसलाई मिलेको छ, त्यसैले काङ्ग्रेसको 19 हुने भएको छ। समानुपातिकतर्फ आउँदाखेरि चाहिँ यो मैले 11 बजेतिर लिएको भोट काउन्टिङ हो। अब अहिलेको भोट काउन्टिङ चाहिँ म यहाँनिर अपडेट गर्न गइरहेको छु। अहिले 51-50हरू 51-50हरू भएछ भनेपछि अब यसलाई म यहाँनिर अपडेट गर्नेछु। 51-50 17-54 14-52 809 385 330 175 339 171 903 79048 र 69691। ओके, भनेपछि 11 बजे काउन्ट भएको भोट र अहिले काउन्ट भएको, अहिले कति बज्यो? अहिले 3:30 बजेको छ। भएछ भनेपछि लेटेस्ट हेर्ने हो भने 32,000 नयाँ भोट काउन्ट भएको रहेछ। त्यसमा 11,000 चाहिँ रासोपालाई आएको रहेछ। त्यो एकदम राम्रो हो, किन भन्दाखेरि पछिल्लो समयमा यहाँ 51 12 हुँदाखेरि 26,000 भोट उसले पाएको थियो, अरूले 13,000 म्याक्स मात्र पाउँदाखेरि। त्योभन्दा अगाडि काउन्टिङ हेर्ने हो भने 67,000 भोट रासोपालाई आएको थियो। त्योभन्दा अगाडिको चाहिँ नेपाली काङ्ग्रेसले 13,000 भोट पाएको थियो। भनेपछि 32,000 मा 11,000 पाउनु भनेको 11 3 33 1/3 भोट। अहिले अलिकति भोट घटेको छ, त्यसले गर्दाखेरि 182 सिट मात्रै पाउने देखिएको छ। यहाँनिर 2 सिट कम्ती हुनुभयो। यो कमसेकम 53 लाख भयो नि, अलि नपुग्ने रहेछ यो। 53,50,000 हुँदा नि नपुग्ने रहेछ। 54 लाख भएपछि चाहिँ यसको बल्ल 184 सिट पुग्ने रहेछ। त्यही पनि खासै समस्या चाहिँ यहाँनिर छैन, किन भन्दाखेरि महावीर पुन सर र अब हुन त अरूको आश गर्नु नगर्नु अहिलेको पोइन्टमा खासै रेलिभेन्ट छैन। यही हिसाब हेर्ने हो भने 182 सिट रासोपाको आउने रहेछ। भनेपछि अब हेरौँ एकछिन पछाडि नयाँ काउन्टिङ के आउँछ। यसमा चाहिँ थ्रेसहोल्ड, जस्तै यहाँ तपाईँको समानुपातिको एक्चुअल भोट यहाँ हाले पनि यहाँनिर चाहिँ इलिजिबल भोटमा आउँदैन, किन भन्दाखेरि डाइरेक्ट सिट कमसेकम 1 हुनुपर्छ। यहाँनिर डाइरेक्ट सिटहरू छैन र यो चाहिँ 3% थ्रेसहोल्ड कटेको हुनाले यो चाहिँ यहाँनिर आएको छ है, 3.34% छ। त्यसैले उहाँहरूको भोट चाहिँ रेजिस्टर भएको छ। 4 सिट आउने भएको छ राप्रपालाई, 4 सिट त्यसै गरिकन श्रम संस्कृतिलाई, 9 सिट नेपाल कम्युनिस्टलाई, 16 सिट एमालेलाई, 20 सिट कङ्ग्रेसलाई र 57 सिट आरएसपीलाई गरेर टोटल यहाँबाट 110 सिट यहाँको जोडेर 165 सिट यहाँको जोडेर 275 यहाँ पुग्दाखेरि 182 रासोपाको, 39 सिट काङ्ग्रेसको, 25 सिट नेपाल कम्युनिस्टको, 17 र 7 सिट श्रम संस्कृति र राप्रपाको, अनि 5 सिट चाहिँ राप्रपाको, 7 सिट श्रम संस्कृतिको र
17 सिट चाहिँ नेपाल कम्युनिस्टको आउने देखिएको छ। यो चाहिँ मेरो क्यालकुलेसन सिट हो। अब यो अपडेट गर्दै जाने नै छु म यसलाई। कस्तो समस्या हो। भनेपछि 5150 यहाँ रेजिस्टर भइसक्यो। 5150 यहाँ रेजिस्टर भइसक्यो भनेपछि 39 11,000 इन्क्रिज यहाँ छ भनेपछि यो डाटालाई अहिले रिमुभ गरिदिँदा हुन्छ यहाँबाट। यसलाई एड गरिदिइराखौँ। यसलाई अहिले पछि युज गरौँला। ल तपाईँले यसरी देख्न सक्नुहुन्छ यो कम्प्लिट पिक्चर। यता लास्टपट्टिको म केही रोजहरू हटाइदिन्छु ताकि कम्प्लिट पिक्चर देखोस्। अझै यो पनि दुईवटा हटाइदिनु पर्ने भएको रहेछ। ल ठिक छ। ल यसै गरिकन 182 को ल्याएको छ। धन्यवाद।